नेपालमा एउटा यस्तो ठाउँ छ जहाँ पुग्न सडक होइन श्रद्धा र साहस भए पुग्छ। यो एउटा यस्तो गन्तव्य हो जहाँ न सडक पुग्छ न सहरको सुविधा नै, तैपनि दिनौँ हिँडेर मानिसहरू त्यहाँ पुग्ने गर्छन्। कुन होला त त्यस्तो ठाउँ? त्यो ठाउँ हो स्विजरल्यान्डको बाउ अर्थात् बडीमालिका। थाहा पाउनुभयो म को हुँ भनेर? म बडीमालिका हुँ। समुद्री सतहबाट हजारौं मिटर माथि बादलहरूको बीचमा बसेर म शताब्दीौंदेखि मानिसहरूलाई हेरिरहेकी छु। हरेक वर्ष हजारौं पाइला मेरो तर्फ बढ्छन्। कोही सपना बोकेर आउँछन्, कोही विश्वास बोकेर, अनि कोही आफ्नो मनका अनगिन्ती प्रश्नहरू लिएर। धेरैलाई लाग्छ उनीहरू मलाई भेट्न आइरहेका छन्, तर सत्य त के हो भने मेरो यात्रामा निस्किएपछि उनीहरूले आफूलाई नै भेट्न सुरु गरिसकेका हुन्छन्। कहिलेकाहीँ सास भारी हुन्छ, खुट्टा थाक्छ अनि मनले भन्छ अब पुग्न सकिँदैन होला, तर त्यही क्षणमा मानिसहरूले आफूभित्र लुकेको शक्ति देख्न थाल्छन्। मैले वर्षौंदेखि एउटा कुरा देखेकी छु, यहाँ पुग्नेहरू सबै एउटै मान्छे भएर फर्किँदैनन्। उनीहरू केही न केही छाडेर जान्छन्, डर, पीडा, निराशा अनि केही नयाँ लिएर फर्किन्छन्। साहस, विश्वास र जीवनभर नबिर्सिने सम्झना। म बडीमालिका हुँ। मानिसहरू म ठाउँ भगवान भेट्न आउँछन्, तर धेरैले यहाँ आएर आफ्नै शक्तिलाई भेटेर फर्किन्छन्। त्यसैले सायद म केवल एउटा मन्दिर मात्र होइन, म एउटा यात्रा हुँ। यस्तो यात्रा जसले गन्तव्य भन्दा बढी यात्रुलाई बदलिदिन्छ। कतिपय ठाउँ सुन्दर हुन्छन्, कतिपय ठाउँ पवित्र हुन्छन्, तर म ती दुर्लभ स्थानहरू मध्ये एक हुँ जहाँ सुन्दरता र पवित्रता दुवै एकसाथ भेट्न सकिन्छ। त्यसैले त बडीमालिकाको यात्रा किलोमिटरले मापन हुँदैन, विश्वासले मापन हुन्छ। किनकि यहाँ पुग्नको लागि आत्मविश्वास चाहिन्छ, धैर्यता चाहिन्छ र उति नै आस्था पनि चाहिन्छ। अनि के तपाईले बडीमालिका जाने योजना बनाउनु भएको छ? छैन भने एकपटक बडीमालिकाको बारेमा अवश्य सोच्नुहोला।